नेपाली अडियो बुकमा हजुरहरूलाई हार्दिक स्वागत गर्दछु। आज हामी रिच ड्याड पुअर ड्याडको बारेमा चर्चा गर्नेछौँ। रिच ड्याड पुअर ड्याडबाट हामीले सिक्ने कुरा पैसा कमाउने मात्र होइन, त्यसलाई सही तरिकाले व्यवस्थापन गर्न जान्नु पर्दछ। सम्पत्ति बनाउने, ऋण कम गर्ने, बचत र लगानीमा ध्यान दिने, आर्थिक ज्ञान बढाउने र पैसा आफ्नो लागि काम गराउने बानी विकास गर्नु पर्दछ। यही नै दीर्घकालीन आर्थिक स्वतन्त्रताको आधार हो। के तपाईले कहिले सोच्नु भएको छ किन केही मानिसहरू जीवनभर मेहनत गर्छन् तर कहिल्यै धनी हुँदैनन् र किन केही मानिसहरू कम काम गरेर पनि धनी बन्छन्? आजको यस भिडियोमा हामी कुरा गर्दैछौँ विश्व प्रसिद्ध पुस्तक रिच ड्याड पुअर ड्याड रोबर्ट कियोसाकीको बारेमा। यो पुस्तकले तपाईलाई सिकाउँछ पैसा कसरी काम गर्छ र कसरी तपाईँ पैसाको लागि काम गर्ने होइन, पैसालाई तपाईको लागि काम गराउन सक्नुहुन्छ। हामीले यो पुस्तक 5 भागमा 5 पार्टमा चाहिँ विभाजन गरेको छौँ। अब हाम्रो पहिलो पार्ट रहेको छ दुवै बुबाको सोच। लेखक रोबर्ट कियोसाकीको जीवनमा 2 जना बुबा थिए। एक थिए पुअर ड्याड, अर्को थिए रिच ड्याड। पुअर ड्याड वास्तवमा उच्च शिक्षित, बुद्धिमान, राम्रो सरकारी जागिर भएका व्यक्ति थिए। उनी सधैँ भन्थे, पढाइ राम्रो गर, डिग्री हासिल गर र सुरक्षित जागिर खोज। उनको सोच सरल थियो, स्थिर आम्दानी, सुरक्षित भविष्य, जोखिमबाट टाढा। तर यिनै सबै कुरा हुँदाहुँदै पनि उनी जीवनभर आर्थिक रूपमा सङ्घर्ष गरिरहे। अब अर्को पक्ष रिच ड्याड। उनी धेरै पढेका थिएनन् तर पैसाको खेल राम्रोसँग बुझ्थे। उनी भन्थे, पैसा कमाउने तरिका सिक, पैसालाई आफ्नो लागि काम गराऊ र आर्थिक स्वतन्त्रता हासिल गर। रिच ड्याडको सोच फरक थियो। काम गरेर मात्र होइन, सोच बदल्दा पैसा आउँछ। उनी सधैँ सिकाउँथे, स्कुलले तिमीलाई काम गर्न सिकाउँछ तर धनी बन्ने तरिका सिकाउँदैन। यही कुरा बुझ्न नसक्दा धेरै मानिसहरू जीवनभर एउटै चक्रमा फसिरहन्छन्। काम गर, पैसा कमाऊ, खर्च गर र फेरि काम गर। तर रिच ड्याडले सिकाएको कुरा के हो भने, यदि तिमीले पैसा बुझ्यौ भने पैसा तिमीका लागि काम गर्न थाल्छ। यी दुई बुवाको सोच बीचको फरक केवल विचारको फरक होइन, त्यो फरक हो जीवन शैलीको, भविष्यको र आर्थिक अवस्थाको। एकले सुरक्षा रोजे, अर्कोले स्वतन्त्रता। एकले जागिरमा भरोसा गरे, अर्कोले अवसरमा। र अन्ततः यही सोचले मानिसको जीवनको दिशा तय गर्छ। त्यसैले प्रश्न के हो? प्रश्न यो हो, तपाईँ कुन सोच रोज्नुहुन्छ? अब हामी पार्ट 2 को बारेमा चर्चा गर्नेछौँ। रिच डोन्ट वर्क फर मनी। धनी मानिसहरू पैसाको लागि काम गर्दैनन्, उनीहरू पैसालाई आफ्नो काम गराउँछन्। यो कुरा सुन्दा साधारण लाग्न सक्छ, तर यसको अर्थ धेरै गहिरो छ। हामी मध्ये धेरैजसो मानिसहरू एउटै चक्रमा बाँधिएका हुन्छौँ। काम गर्छौँ, पैसा कमाउँछौँ, बिल तिर्छौँ, फेरि काममा फर्कन्छौँ। महिनाको अन्त्यमा जति कमायो त्यति नै खर्च हुन्छ। यसलाई नै भनिन्छ र्याट रेस। यो यस्तो दौड हो जहाँ मानिसहरू दौडिरहन्छन् तर कहिल्यै अगाडि बढ्दैनन्, किनकि उनीहरू पैसाको लागि काम गरिरहेका हुन्छन्। अब सोच्नुहोस्, यदि तपाईँ काम गर्न छोड्नुभयो भने तपाईँको आम्दानी रोकिन्छ। त्यसैले जीवनभर काम गर्नै पर्ने अवस्था आउँछ। तर धनी मानिसहरूको सोच फरक हुन्छ। उनीहरू सोच्छन्, म कसरी यस्तो व्यवस्था बनाउँछु जहाँ पैसा आफै आउँछ। त्यसपछि उनीहरू सुरु गर्छन् पैसा लगानी गर्न, एसेट्स किन्न र इन्कम सोर्स बनाउने। एसेट्स भनेको के हो? यस्तो चिज जसले तपाईलाई पैसा दिन्छ, जस्तै भाडामा दिएको घर, बिजनेस, स्टक वा इन्भेस्टमेन्ट। यी सबै तपाईँ सुतिरहेको बेला पनि पैसा कमाइरहेका हुन्छन्। यही हो प्यासिभ इन्कम। धनी मानिसहरू आफ्नो समय बेच्दैनन्, उनीहरू
सिस्टम बनाउँछन् जहाँ पैसा निरन्तर आउँछ, तर गरिब र मध्यम वर्गका मानिसहरू पहिले खर्च गर्छन् अनि बाँकी भए बचत गर्छन्। धनी मानिसहरू भने पहिले लगानी गर्छन् अनि मात्र खर्च गर्छन्। यही सानो फरकले ठुलो परिणाम ल्याउँछ। त्यसैले यदि तपाईँ र्याट रेसबाट बाहिर निस्किन चाहनुहुन्छ भने काम मात्र नगर्नुहोस्, पैसालाई बुझ्न सुरु गर्नुहोस् र एसेट्स बनाउन थाल्नुहोस्, किनकि साँचो स्वतन्त्रता तब आउँछ जब पैसा तपाईँको लागि काम गर्न थाल्दछ। अब हामी पार्ट 3 तर्फ चाहिँ प्रवेश गर्दैछौँ। पार्ट 3 रहेको छ एसेट्स vs लायबिलिटी। यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण लेसन हो एसेट्स र लायबिलिटी बीचको फरक बुझ्नु। साधारण भाषामा एसेट्स भनेको यस्तो चिज हो जसले तपाईँलाई पैसा दिन्छ। लायबिलिटी भनेको यस्तो चिज हो जसले तपाईँको पैसा खर्च गराउँछ। र वास्तविक जीवनमा धेरै मानिसहरू यो कुरा उल्टो बुझिरहेका हुन्छन्। उनीहरू सोच्छन् महँगो घर, नयाँ गाडी, लग्जरी लाइफस्टाइल यी सबै एसेट्स हुन्, तर वास्तवमा यदि त्यो चिजले तपाईँको खल्तीबाट पैसा निकालिरहेको छ भने त्यो लायबिलिटी हो। अब सोच्नुहोस्, इएमआई तिर्नुपर्छ, मेन्टेनेन्स खर्च हुन्छ, लोनको ब्याज लाग्छ, यी सबैले तपाईँको इन्कम घटाइरहेको हुन्छ। त्यसैले रिच ड्याड भन्छन् धनी बन्नु छ भने एसेट्स बिल्ड गर। धनी मानिसहरू के गर्छन्? पहिले एसेट्स किन्छन्, इन्कम जेनेरेट गर्छन् अनि मात्र लग्जरी इन्जोय गर्छन्। उदाहरणका लागि भाडामा दिने घर, बिजनेस, इन्भेस्टमेन्ट यी सबैले तपाईँहरूलाई नियमित पैसा दिन्छ, तर गरिब र मध्यम वर्गका मानिसहरू पहिले लग्जरी किन्छन्, इम्प्रेस गर्न खोज्छन् अनि ऋणमा फस्छन्। यही कारणले उनीहरू कहिले अगाडि बढ्न सक्दैनन्। साँचो वेल्थ बिल्डअप गर्न पहिले एसेट्समा फोकस गर्नुहोस्, इन्कम स्ट्रिम बनाउनुहोस् अनि मात्र खर्च बढाउनुहोस्, किनकि अन्ततः एसेट्सले तपाईँलाई स्वतन्त्र बनाउँछ, लायबिलिटीले तपाईँलाई बाँधेर राख्छ। अब हामी पार्ट 4 को बारेमा चाहिँ चर्चा गरौँ। पार्ट 4 मा रहेको छ फाइनान्सियल एजुकेसन। हामी सबैले स्कुल र कलेजमा धेरै कुरा सिक्छौँ, म्याथ, साइन्स, थ्योरी, तर एउटा कुरा प्राय कसैले सिकाउँदैन, पैसा कसरी काम गर्छ। त्यसैले धेरै शिक्षित मानिसहरू पनि आर्थिक रूपमा कमजोर हुन्छन्। रिच ड्याड भन्छन् फाइनान्सियल एजुकेसन बिना तपाईँ कहिल्यै धनी बन्न सक्नुहुन्न। फाइनान्सियल एजुकेसन भनेको पैसाको फ्लो बुझ्नुपर्छ, इन्कम र एक्सपेन्सेस म्यानेज गर्नुपर्छ, इन्भेस्टमेन्टको ज्ञान हुनुपर्छ। यो नलेज बिना जति कमाए पनि त्यो पैसा टिक्दैन। त्यसैले तपाईँले सिक्नुपर्छ कसरी पैसा बढाउने, कसरी कहाँ लगानी गर्ने, कसरी रिस्क म्यानेज गर्ने। धेरै मानिसहरू रिस्कबाट डराउँछन्, तर रिच ड्याड भन्छन् रिस्क पैसामा होइन, रिस्क नलेजको कमीमा हुन्छ। यदि तपाईँलाई थाहा छ तपाईँ के गर्दै हुनुहुन्छ भने रिस्क कम हुन्छ, कन्फिडेन्स कम बढ्छ, रिजल्ट राम्रो आउँछ। त्यसैले किताब पढ्नुहोस्, फाइनान्सियल स्किल सिक्नुहोस्, सफल मानिसहरूको अनुभवमा सिक्नुहोस्, किनकि अन्ततः पैसा भन्दा ठुलो एसेट्स तपाईँको ज्ञान हो र यही ज्ञानले तपाईँको भविष्य बदल्न सक्छ। अब हामी चर्चा गर्नेछौँ पार्ट 5 को बारेमा। पार्ट 5 मा रहेको छ माइन्डसेट चेन्ज। धनी बन्ने यात्रा पैसाबाट सुरु हुँदैन, यो सुरु हुन्छ सोचबाट, किनकि मानिसको सोचले नै उसको निर्णय बनाउँछ र निर्णयले नै उसको भविष्य बनाउँछ। गरिब र मध्यम वर्गका मानिसहरू सधैँ भन्छन् म यो अफोर्ड गर्न सक्दिनँ,
यो मेरो बसको कुरा होइन, यो धेरै महँगो छ। यी वाक्यहरू सिर्फ शब्द होइनन्, यी हुन् सीमित सोच, डर र अवसरबाट भाग्ने बानी। जब तपाईँ आफैलाई भन्नुहुन्छ म सक्दिनँ, त्यही क्षणदेखि तपाईँको दिमागले समाधान खोज्न बन्द गर्छ र धनी मानिसहरूको सोच फरक हुन्छ। उनीहरू भन्छन् म कसरी अफोर्ड गर्न सक्छु, यसलाई सम्भव बनाउन के गर्नुपर्छ। यही एउटा प्रश्नले तपाईँको दिमागलाई सक्रिय बनाउँछ, नयाँ बाटो खोज्न बाध्य बनाउँछ। यही सोचले अवसर देखाउँछ, नयाँ आइडिया दिन्छ र अन्ततः सफलता दिलाउँछ। रिच ड्याडले सिकाएको मुख्य कुरा के हो भने समस्या पैसा होइन, समस्या सोच हो। यदि तपाईँको सोच सानो छ भने ठुलो अवसर पनि सानो देखिन्छ, तर यदि तपाईँको सोच ठुलो छ भने सानो अवसर पनि ठुलो बन्न सक्छ। धनी मानिसहरू समस्या देख्दैनन्, समाधान खोज्छन्। उनीहरू डरबाट भाग्दैनन्, सिक्न खोज्छन्। त्यसैले यदि तपाईँ आफ्नो जीवन बदल्न चाहनुहुन्छ भने सबैभन्दा पहिले आफ्नो माइन्डसेट बदल्नुहोस्। म सक्दिनँ भन्न छोड्नुहोस्, म कसरी सक्छु भन्न सुरु गर्नुहोस्। किनकि तपाईँको इन्कम भन्दा पहिले तपाईँको सोच धनी हुनुपर्छ। र जब सोच बदलिन्छ, बानी बदलिन्छ, निर्णय बदलिन्छ र अन्ततः जीवन बदलिन्छ। अब हामी पार्ट 6 को बारेमा चाहिँ चर्चा गर्नेछौँ, जो रहेको छ फाइनल म्यासेज। जो यो पुस्तकको फाइनल म्यासेज के रहेको छ भनेर हामीले चर्चा गर्नेछौँ। अब कुरा गरौँ यो पुस्तकको सबैभन्दा महत्त्वपूर्ण सन्देशको बारेमा। पैसाको लागि मात्र काम नगर्नुहोस्, पैसालाई तपाईँको लागि काम गराउन सिक्नुहोस्। किनकि जबसम्म तपाईँ आफ्नो समय बेचेर पैसा कमाउनुहुन्छ, तपाईँ सधैँ सीमित हुनुहुन्छ। तर जब तपाईँले पैसालाई काम गर्न सिकाउनु भयो नि, तपाईँको आम्दानी तपाईँको समयभन्दा ठुलो बन्न थाल्छ। त्यसैले एसेट्स बिल्ड गर्नुहोस्, इन्कम सोर्स बनाउनुहोस् र आफ्नो फ्युचर सेक्योर गर्नुहोस्। साथै आफ्नो नलेज बढाउनुहोस्, फाइनान्सियल एजुकेसन सिक्नुहोस् र निरन्तर इम्प्रुभ हुँदै जानुहोस्। किनकि पैसा हराउन सक्छ, तर ज्ञानले तपाईँलाई फेरि उठ्न सिकाउँछ। तर यी सबै कुरा थाहा हुनु मात्र पर्याप्त छैन, एक्सन लिनु सबैभन्दा जरुरी छ। किनकि बिना एक्सन नलेजको कुनै भ्यालु हुँदैन। सानो भए पनि सुरु गर्नुहोस्। आज केही नयाँ सिक्नुहोस्, नयाँ इन्भेस्टमेन्ट गर्नुहोस्, आफ्नो फ्युचरको लागि केही कदम चाल्नुहोस्। याद राख्नुहोस्, सफलता एकै दिनमा आउँदैन, तर सही दिशा रोजेपछि त्यो निश्चित रूपमा आउँछ। अन्ततः यदि तपाईँले आफ्नो सोच परिवर्तन गर्नुभयो र सही निर्णय लिन गर्नुभयो भने तपाईँको जीवन, तपाईँको भविष्य पूर्ण रूपमा बदलिन सक्छ। त्यसैले आज निर्णय लिनुहोस् र आफ्नो फाइनान्सियल जर्नी सुरु गर्नुहोस्। किनकि तपाईँको भविष्य आजको निर्णयले तय गर्छ। यदि तपाईँलाई यस्तो नलेज मन पर्यो भने यो भिडियो लाइक गर्नुहोस् र यस्तै पावरफुल कन्टेन्टका लागि च्यानललाई सब्स्क्राइब गर्नुहोस्। किनकि यहाँ तपाईँले सिक्नुहुन्छ पैसा कसरी काम गर्छ, कसरी एसेट्स बिल्ड गर्ने र कसरी आफ्नो जीवन बदल्ने। अब एउटा सानो कमिटमेन्ट गरौँ। कमेन्टमा लेख्नुहोस् आई विल बिल्ड एसेट्स। किनकि जब तपाईँ लेख्नुहुन्छ नि, तपाईँ कमिट गर्नुहुन्छ र जब कमिट गर्नुहुन्छ तपाईँ एक्सन लिन थाल्नुहुन्छ। यो भिडियो आफ्ना साथीहरूसँग सेयर गर्न नभुल्नुहोस्, किनकि नलेज सेयर गर्दा भ्यालु अझै बढ्छ। अन्त्यमा याद राख्नुहोस्, तपाईँको भविष्य तपाईँको आजको निर्णयले तय गर्छ। धन्यवाद। फेरि भेटौँला अर्को शक्तिशाली भिडियोमा।